यसको रोप्ने पनि त्यही दिनमा हुन्छ, यसको उद्घाटन पनि त्यही दिनमा जाने कार्यक्रम रहेको हुन्छ। भरतपुरका मेयर वेणुदालज्यूबाट यो समुद्घाटन गर्ने कार्यक्रम रहेको र हाम्रो लामा गुरुहरूज्यूबाट चाहिँ बिहान 18 गते बिहान माछा छेतर पनि गर्ने कार्यक्रम भएको हुँदा सम्पूर्ण धर्मावलम्बीहरूलाई बिहान 7 बजे माछा छेतरको लागि देवहटको गुम्बामा उपस्थित हुनको लागि म सम्पूर्णलाई हार्दिक अनुरोध पनि गर्दछु र त्यही 18 गते दिउँसो भरतपुरका मेयर रेणुदालबाट समुद्घाटन गर्ने यो बुद्ध पार्कको समुद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद।